अब एउटा अचम्मको कुरा सुनाउँछु। आज हामीले आफैले फालेको प्लास्टिक फोहोर आफैले टिपेका छौँ। अचम्म लाग्यो नि। हामी डेली प्लास्टिक युज गरिरहेका हुन्छौँ, प्लास्टिकको चिप्स खाइरहेका हुन्छौँ, मिठाई खाइरहेका हुन्छौँ, अनि जता पाए त्यतै त्यो प्लास्टिक युज गरिसकेपछि त्यसलाई फ्याँकिरहेका हुन्छौँ। तर हामीले कहिले सोच्दैनौँ है, भोलि त्यही प्लास्टिक फेरि हाम्रो गाउँ, हाम्रो खोला, हाम्रो इन्भाइरोमेन्ट बिगारिरहेको हुन्छ। भोलि इन्टरनेसनल प्लास्टिक फ्री डे पनि हो र यही दिनलाई ध्यानमा राख्दै जलढका स्थित साइली केयर फाउन्डेसनद्वारा आज हामीले एउटा सानो अवेरनेस अभियान चलाएका छौँ। आज हामी एक्लै आएका छैनौँ, हामीसँग गाउँका ससाना नानीहरू पनि छन्। किनभने हामीलाई लाग्छ यदि चेन्ज ल्याउनु छ भने सबैभन्दा पहिले नानीहरूलाई सिकाउनु जरुरी छ। आज हामीले नानीहरूलाई सिकाउने प्रयास गर्यौं, प्लास्टिक जताभावी फाल्नु हुँदैन। हामीले फालेको एउटा सानो प्लास्टिकले पनि प्रकृतिलाई धेरै असर गरिरहेको हुन्छ। र साँच्चै भन्नुपर्दा आज प्लास्टिक टिप्दै गर्दा आफ्नै बानी देखेर नरमाइलो पनि लागिरहेको थियो। अब एउटा क्वेसन गर्छु है तपाईहरुलाई, हामीले प्लास्टिक फालेर आखिर के पाइरहेका छौं? हामीले युज गरेको प्लास्टिक, हामीले प्लास्टिक खाएर के गर्छौं त? यदि यही हालत रहिरह्यो भने भोलि सफा हावा, सफा पानी, सफा गाउँ सायद भिडियोमा मात्रै देख्न पाइन्छ होला। आज हामीले यो जति पनि प्लास्टिकहरू कलेक्ट गरेका छौं यसलाई सही ठाउँमा लगेर व्यवस्थापन पनि गर्नेछौं। किनभने क्लिन सोसाइटी केवल विश गरेर बन्दैन, इच्छा गरेर बन्दैन, त्यसको लागि एक्सन चाहिन्छ। आज एउटा प्लास्टिक कम फालौ, भोलि पृथ्वीले पनि हामीलाई धन्यवाद दिन्छ है। हजुर पनि प्लिज प्लास्टिक जताभावी नफ्यालिदिनु होला है, किनकि अब अर्को पालि इन्टरनेसनल प्लास्टिक फ्री डे मनाउँदा साँच्चै हाम्रो समाज, हाम्रो गाउँ प्लास्टिक मुक्त भएको हेर्न पाऊँ है। वीरताको लडाई लड्नु छ, इतिहास रच्नु